किसान साथीहरू आज हामी धरान 15 स्थित एउटा गाईलाई चाहिँ टिआरपी जुन काँटी किला खानु चाहिँ हामी निकाल्न कोसिस गरिरहेका छौँ। हजुरले देख्न सक्नुहुन्छ यो चाहिँ धरान 15 हैन? के खाएछ त नि? के हो यो? निकालेछ के हो यो? त्यो त लक गाड्छ यो झुल्लो निकाल्दैछ हो? यो पानी किसान साथीहरू हामीले चाहिँ फेरि पुनः हामीले चुम्बकभित्र हालिसकेका थियौँ जसमा चाहिँ फेरि सानसाना कडहरू पनि देखा परेका छन्। हजुरले देख्न सक्नुहुन्छ यो चाहिँ धरान 15 मा चाहिँ हामीले निकालिरहेको छौँ। यो गाईको जर्सी प्लस होलिस्टेन क्रस गाई हो। हजुरहरूलाई पनि यस्तो समस्या छ पशुवस्तुमा भने चाहिँ 98 62 88 23 03 मा सम्पर्क गर्न सक्नुहुन्छ। धन्यवाद। हामीले अर्को कालो गाईको पनि किला काँटी निकाल्दैछौँ। तपाईँको काँटी किला त धेरै रहन्छ नि त हेर्नु त है। गोडा चारेको मात्रै गोडा चारेको रहेछन् निक्लिसकेको होइन। यी अनि यो चाहिँ के हो त नि? के ए हाम्रो सोभितमान काफ्ले दाईको गाईबाट चाहिँ काँटी किला फलाम चाहिँ निस्किया छ। कति इन्चको काँटी हो यो? यो 2 इन्च यो त्यो टुक्रा हो। तपाईँको आइसकेको छ। हजुरले देख्न सक्नुहुन्छ। हजुरको घरमा पनि यस्तै समस्या छन् भने चाहिँ 98 62 88 23 03 मा चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ। यो चाहिँ कानेपोखरी 1 राधाकृष्ण मन्दिर टोल चाहिँ हाम्रो सोभितमान काफले कानेपोखरी 1 मा चाहिँ हामीले आज पनि पुनः सफलताका साथ हामीले काँटी किला निकालेका छौँ। अब हामीले कस्तो हुन्छ चेक गर्छौँ है। बजो भने फेरि हाल्छौँ नभए हाल्दैनौँ भन्छ। हामीले कानेपोखरी 1 सोभित काफले हाम्रो दाइगोमा चाहिँ टिआरपी काँटी किला निकाल्दैछौँ। सम्पूर्ण किसान साथीहरू यो चाहिँ कानेपुरी गाउँपालिका 1 नम्बर वडामा हाम्रो सोभित काफले एकजना किसानको घरमा चाहिँ हामीले आएर काँटी किला निकाल्ने जमर्को गरिरहेको छौँ। हिजो हामीले एउटा मेटल डिटेक्टरको माध्यमबाट चाहिँ चेक गर्दाखेरि चाहिँ विभिन्न साइरन बजेको हुनाले अहिले चाहिँ हामीले किला काँटी निकाल्नका लागि चुम्बक चाहिँ भित्र खाँदेको छौँ। कस्तो हुन्छ किसान साथीहरू हजुरलाई जानकारी गराउनेछु। अहिले हिजो चाहिँ हाम्रो अरुण योगी भाइलाई यो गाईलाई चेक गर्दाखेरि चेक गर्दाखेरि चाहिँ यसमा आवाज आएको हुनाले आज चाहिँ के रहेछ निकाल्नु त भनेर हामी यहाँ निकाल्ने प्रयास गरिरहेका छौँ। यो गाई चाहिँ त्यति मजाले जति तपाईँले स्याहार गर्नुहुन्छ त त्यति अलिकति शारीरिक रूपमा पनि तन्दुरुस्ती नभएको अवस्था थियो नि त होइन? अवस्था थियो। अनि यस्तो उभिँदाखेरि पनि अलिकति खुट्टा चाहिँ जाए जस्तो गरेर बसेको कारणले गर्दाखेरि चाहिँ हामीले यसलाई शङ्का लागेर चेक गरेका हौँ। ए हस्। के चाहिँ त्यो पहाडका डल्ला पैसा राख्नु भएको छ कि के राख्नु भएको छ नि? डल्ला पैसा यो पुरानो धनदेको घडेरी हो बहादुरको हुँदैन भन्न पनि सकिँदैन होइन? जिन्दारको थियो ठुलो जिन्दार। डल्ला यहाँ बाहुला देखाएको थियो। यता मसिलो फरक हुन्छ कि हुन्छ क्या पुरा त्यता होइन यता दबाई धेरै खाएको रहेछ। हनुमाने पाइ खाएको छ है विचार गर भिडियो बनाउनु हुँदैछ नि होइन? तपाईँको काँटी किला त धेरै रहन्छ नि त हेर्नु त है। गोडा चारेको मात्रै गोडा चारेको रहेछन् निक्लिसकेको होइन। यी अनि यो चाहिँ के हो त नि? के ए हाम्रो सोभितमान काफ्ले दाईको गाईबाट चाहिँ काँटी किला फलाम चाहिँ निस्किया छ। कति इन्चको काँटी हो यो? यो 2 इन्च यो त्यो टुक्रा हो। तपाईँको आइसकेको छ। हजुरले देख्न सक्नुहुन्छ। हजुरको घरमा पनि यस्तै समस्या छन् भने चाहिँ 98 62 88 23 03 मा चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ। यो चाहिँ कानेपोखरी 1 राधाकृष्ण मन्दिर टोल चाहिँ हाम्रो सोभितमान काफले कानेपोखरी 1 मा चाहिँ हामीले आज पनि पुनः सफलताका साथ हामीले काँटी किला निकालेका छौँ। अब हामीले कस्तो हुन्छ चेक गर्छौँ है। बजो भने फेरि हाल्छौँ नभए हाल्दैनौँ बन्द गर्दैनौँ।
ल हाम्रो सोभितमा दाइको गाईको चाहिँ यो 1.5 इन्चको काँटी होला होइन 2 इन्ची यहाँ पनि 2 इन्चको काँटी आएको छ यो चाहिँ टिनको पाप्रा हो कि भाँडाको पाप्रो हो यो पनि आएको छ अब यो सानसानो यहाँ हेर्नु है सानसानो त कति छ कति चाहिँ ए हामीले एक फनको पनि घुमायौँ नि त होइन काँटी किला खाएको छ ए यस्तो छ यो त अनि कतिलो काँटी खाएछ नि त हो बनाउनु न तपाईँको अहिले ट्याटा टुटुट गर्दैन है त्यसैमा अर्कोपट्टि पनि चेक गरौँ जादु देखाएको त्यो हुन्छ नि मधेसी मुलका मान्छेहरू मटाउँछ क्यारे गाई पनि यो चाहिँ दुब्लाको होइन यो दुब्लाको कारणले गर्दा यसलाई पनि हामीले डिटेक्टरबाट चेक गरेका छौँ यसलाई पनि साइरन बजेको छ जुन चाहिँ हामीले यो कालो गाईलाई पनि अहिले चेक गर्दैछौँ यो चाहिँ कानेपुरी एक होक्लाबारी नै होक्लाबारी होइन यो राधाकृष्ण मन्दिर नै पर्छ होक्लाबारी नै पर्छ यो त्यसरी अब हेर्नु है यही काटी ठोक्नु पर्छ त्यो पातामा ल हाल्ने हो नि त ओहो के हो यो स्प्रिङ चेक गर्नु थियो नि त अलि बसेर बनाउनु भाइ 15 सेकेन्ड मात्रै सबै भयो के हो तपाईँको मिलमा के दिनुहुन्छ तपाईँहरू यो चाँदीको टुक्रा हो क्या यो त त्यो मुनिको रलपल नहाल्नु भन्दा नि सोरसार हालिदिन्छ हाम्रो दाइ हुनुहुन्छ के छ उहाँको यसो छोटो बन्द गरेर यो नै भएको छैन सुरुको गरिसक्यो सम्पूर्ण किसान साथीहरू हामी चाहिँ कानेफेरी वार्ड नम्बर 2 स्थित हामी रिजा कुटानी पिसानीका सञ्चालक हाम्रो बडी बा हुनुहुन्छ हामीले चाहिँ त्यो घरमा चाहिँ काँटी किला अझै प्रशस्त मात्रामा निकालेको छौँ के छ हजुरलाई के भन्नुहुन्छ छोटो रूपमा अब के गर्नु पहिला गाई कस्तो थियो दुब्लो थियो के घाँसकोले कतिको खान्थ्यो अहिले घाँसकोले त खाँदै थियो पहिले चाहिँ सकिन आँटेर तपाईँले नै निको पारेको थियो अहिले ठिकै अब यो काटिदिएपछि झन् राम्रो होला होइन ल धन्यवाद छैन बडा आलु बनाउँदा गाईको माया छ आफूले खाना हुँदैन बुवाला अनि के सम्पूर्ण किसान साथीहरू यो चाहिँ कानेपोखरी वार्ड नम्बर 2 बोराटोल स्थित हाम्रो एकजना तिलक पौडेलको घरमा चाहिँ हामी काँटी किला निकाल्दैछौँ जुन चाहिँ के लक्षण देखाउँछ आमा भनिदिनु त ओह्रालो हिँड्दैन हामीले किला काँटी निकाल्दैछौँ ओह्रालो हिँड्दैन भन्दै हुन्छ आमाले पैसा अनि यस्तो भएपछि कसरी होस् त पैसा काँटीहरू भाँगेर 1 रुपियाँको डलर लु यसरी देख्दिनुहोस् है अब यो सुनको पैसा भएको त फाइदै हुन्थ्यो होइन आधी आधी हुन्थ्यो तोला रहेछ पैसा ए यो के हो यो के को साइकलको नट रहेछ काँटी रहेछ ल यो चाहिँ हाम्रो कानेपोखरी 2 तिलक पौडेलको घरमा गाईले चाहिँ पैसा पनि खाएको रहेछ काँटी गाईलाई घुस नखाएर चाहिँ काँटी किला खाँदा रहेछन् पौडेल परिवारले हजुर ल गाई चाहिँ यही हो यहाँ हेर्नु है दिदीकोमा यहाँ हाम्रो पेटमा पनि पुगेको छ यहाँ हेर्नु त है 2 रुपियाँको पैसा 1 रुपियाँको डल्लर यसले चाहिँ यहाँ हेर्नु यस्तै बनाएको रहेछ नि काँटी यो चाहिँ केहीको नट हुनुपर्छ साइकलको नट हो साइकलको नट या त्यो घाँस काट्ने मिसिन गरेर अब तपाईँको यो
यहाँ हेर्नु अलिअलि पनि छ नि त अब यी आइहाल्छ नि यहाँ हेर्नु है होइन अब यहाँ भित्र हेर्नु बन्द गरिदिनु स्पेस पुग्छ नि खिच्नुभयो काटिने सम्पूर्ण किसान साथीहरू हामी चाहिँ आज धरान 15 मा एउटा गाईलाई टिआरपी जुन चाहिँ काँटी किला खानु एउटा गाईलाई चाहिँ काँटी किला निकाल्नका लागि आएको छौँ। हजुरले यसको शारीरिक बनावट हजुरले देख्न सक्नुहुन्छ। अगाडिको खुट्टाहरू पुरै जुन फर्केको छ निस्किएको छ पखेटा जस्तो पुरै पलाएको छ हजुरले देख्न सक्नुहुन्छ। यो चाहिँ अलिकति बेला बेला आँसु पनि झार्छ होइन आँसु पनि झार्छ अनि यसले अलिकति ओह्रालोमा अलिकति हिँड्न गाह्रो हुन्छ मान्छ हिँडाएको छैन है मैले किनेर ल्याएर उहाँ बाँधेको त्यहाँदेखि यहाँ अनि म लग्यो भने उयो बारीसम्म लान्छु न कहीँ लान्छु ए हस् किसान साथीहरू आज हामी धरान 15 स्थित एउटा गाईलाई चाहिँ टिआरपी जुन काँटी किला खानु चाहिँ हामी निकाल्न कोसिस गरिरहेका छौँ। हजुरले देख्न सक्नुहुन्छ यो चाहिँ धरान 15 होइन ठिक छ सुरु भयो ठिक छ ठिक सम्पूर्ण किसान साथीहरू आज चाहिँ हामी टिआरपी अर्थात् काँटी किला खाएको निकाल्नका लागि चाहिँ हामी धरान 15 स्थित हाम्रो के दाजुको नाम के गणेश कोइरालाको घरमा आएको छौँ। हामीले चाहिँ यसको जुन भाइले टिकटकमा देखाएर टिकटकमा हेरेर चाहिँ भाइले सम्पर्क गरिसके पछाडि चाहिँ म आएर यसलाई चेक जाँच गर्दाखेरि चाहिँ यहाँ जुन काँटी किला भएको जस्तो अवस्था देखियो र चाहिँ यसलाई हामी निकाल्दैछौँ। के खाएछ त नि यो के हो यो के हो त्यो त लक गाड्दछ यो यो हेर्नु सानसानो नि रहेछ नि झुर्र निकालिदिएको थियो हो खै उयो दिन त बाइक बन्द गर्दा यहाँ पानी हाल्नु त किसान साथीहरू हामीले चाहिँ फेरि पुनः हामीले चुम्बकभित्र हालिसकेका थियौँ जसमा चाहिँ फेरि सानसाना कणहरू पनि देखा परेका छन्। हजुरले देख्न सक्नुहुन्छ यो चाहिँ धरान 15 मा चाहिँ हामीले निकालिरहेको छौँ। यो गाईको जर्सी प्लस होलिस्टेन क्रस गाई हो। हजुरहरूलाई पनि यस्तो समस्या छ पशुवस्तुमा भने चाहिँ 98 62 88 23 03 मा सम्पर्क गर्न सक्नुहुन्छ। धन्यवाद। बनायो ल चाहिँ यहाँ चाहिँ किला काँटी यो के को रिङ हो यस्तो आएको छ यहाँ देखाइदियो तपाईँ यो पनि पुरै फलामै हो। अब अर्को गाई हामी चेक गर्दैछौँ बन्द गर्दा मैले अर्को कालो गाईको पनि किला काँटी निकाल्दैछौँ। हल्लाइदिनु अलिक मजाले नट बल्टु खाएको रहेछ। सम्पूर्ण किसान साथीहरू यो चाहिँ यो गाईलाई चाहिँ जुन टिआरपी हजुरले देख्न सक्नुहुन्छ यो चाहिँ विगत निकै अगाडिदेखि टिआरपीको समस्या भएको कारणले गर्दा यसलाई हामीले काँटी किला निकाल्ने प्रयास गरिरहेको छौँ। किसान साथीहरू आज हामी धरान 15 स्थित एउटा गाईलाई चाहिँ टिआरपी जुन काँटी किला खानु चाहिँ हामी निकाल्न कोसिस गरिरहेका छौँ। हजुरले देख्न सक्नुहुन्छ यो चाहिँ धरान 15 होइन के खाएछ त नि यो के हो यो के हो यो त्यो त लक गाड्दछ यो झुर्र निकालिदिएको थियो पानी
किसान साथीहरू हामीले चाहिँ फेरि पुनः हामीले चुम्बकभित्र हालिसकेका थियौँ जसमा चाहिँ फेरि सानसाना कणहरू पनि देखा परेका छन् हजुरले देख्न सक्नुहुन्छ यो चाहिँ धरान 15 मा चाहिँ हामीले निकालिरहेको छौँ यो गाईको जर्सी प्लस होलिस्टेन क्रस गाई हो हजुरहरूलाई पनि यस्तो समस्या छ पशुवस्तुमा भने चाहिँ 98 62 88 23 03 मा सम्पर्क गर्न सक्नुहुन्छ धन्यवाद हामीले अर्को कालो गाईको पनि किला काटी निकाल्दैछौँ अझै पर पुर्याउँ ल यसलाई आनेको छु मैले मान्न चाहिँ यसो याद चाहिँ गर्नु न भन्न खोजेको ल हामीले गोपाल दाईको गाईलाई चाहिँ किल्ला काटी निकाल्नलाई उता बाहिर लगाउनु सुत्दैन एकचोटि हल्लियोस् न सुनोकमी गाई भनिहाल्थ्यो पुग्न चाहिँ पेटमा पुगेको छ पेटमा पुगेको छ नभए यो निस्किँदैन होइन पेटमा पुगेको छ अलिअलि आयो त अलिकभन्दा धेरै छ नि त यहाँ त होइन र अहिले चेक गरौँ न फेरि भर्खर एउटा पानी हाल्नु